भयो बल्यो झिलिमिली गाउँ गाउँमा बिजुली बत्ती बल्यो झिलिमिली गाउँ गाउँमा बिजुली बत्ती युद्ध स्थल पिली भ्यू सम्पन्न भए तरनालाई पुल भए काडजुगलाई क्यान्सिल भए तरनालाई पुल भए काडजुगलाई क्यान्सिल भए पक्की स्कुल भए खडमुक्त गाउँ बस्ती भए जनता आवास भयो घरविहीन मानिसका लागि जनता आवास भयो घरविहीन मानिसका लागि बाँस घाँस कपास भयो विकासले रोजगारी भयो बाँस घाँस कपास भयो विकासले रोजगारी भयो बाँस घाँस कपास भयो विकासले रोजगारी भयो दाजुभाइ साइरालाई आमा बुवा दिदी बहिनी दाजुभाइ सारालाई आमा बुवा दिदी बहिनी रोजिनु छ तारालाई जिताउनु छ महेन्द्र साई रोज्नु छ तारालाई जिताउनु छ महेन्द्र साई रोजिनु छ तारालाई जिताउनु छ महेन्द्र साई कति बजेट आयो महेन्द्र साई भन्दा पहिले कति बजे आयो महेन्द्र साई भन्दा पहिले उसैले कप गायो जो जिती संसदमा गयो उसैले कप गायो जो दिदी संसदमा गयो उसैले कप गायो जो जिती संसदमा गयो नगाउँमा रोड थियो नगाउँमा अधिकार थियो नगाउँमा रोड थियो नगाउँमा अधिकार थियो टास्याको बोर्ड थियो कच्ची घरमा अफिस थियो घाँसको बोर्ड थियो कच्ची घरमा अफिस थियो टास्याको बोर्ड थियो कच्ची घरमा अफिस थियो बल्यो झिलिमिली गाउँ गाउँमा बिजुली बत्ती बल्यो झिलिमिली गाउँ गाउँमा बिजुली बत्ती युद्ध स्थल पिली भ्यू सम्पन्न भए युद्ध स्तर पिली भ्यू टावर सम्पन्न भयो युद्ध स्थल पिली भ्यू सम्पन्न भयो
नहरी भोगन्या खाने पानी धारा बोन्या ए गाउँका सहर बने कच्ची घर बङ्गाला बने गाउँका सहरी भोगन्या कच्ची घर बङ्गाला बोन्या ए गाउँका सहर बने कच्ची घर बङ्गाला बने तरनालाई पुल भए काड जुगलाई क्यान्सिल भए ए तरनालाई पुल भए घर जुगाला क्यान्सिल भए ए पक्की स्कुल भए खडमुक्त गाउँ बस्ती भए ए पक्की स्कुल भए खडमुक्त गाउँ घर भए ए पक्की स्कुल भए खडमुक्त गाउँ बस्ती भए ए जनता आवास भयो घरविहीन मानिसका लागि ए जनता आवास भयो घरविहीन मानिसका लागि ए बाँसगाँस कपास भयो विकासले रोजगारी भयो ए बाँसगाँस कपास भयो विकासले रोजगारी भयो ए बाँसगाँस कपास भयो विकासले रोजगारी भयो तारामै भोडाले जोइके तोयाले हौ हाल्ने ए जुम्ला गया कै छ ओदी रोड पलाताबाट ए जुम्ला गया कै छ ओदी रोड पलाताबाट ए चालु भया कै छ हाउरी गेला मोटर बाटो ए चालु भया कै छ हाउडी गेला मोटर बाटो ए चालु भया कै छ हाउरी गेला मोटर बाटो हे महेन्द्रका पाला एउटा दिवस कायम भयो ए महेन्द्रका पाला देउडा दिवस कायम भयो हे परदेश रङ्गशाला गौरवको योजना बन्यो ए परदेश रङ्गशाला गौरवको योजना बन्यो हे परदेश रङ्गशाला गौरवको योजना बन्यो सही हो, सही हो। हो तारामा सबै जनता सारा ए खोला नाला पुल छन् गाउँ गाउँमा बत्तीका पुल छन् हे खोला नाला पुल छन् ठाउँ ठाउँमा बत्तीका पुल छन् ए जनताले कहाँ भुल्छन् काम गर्नेलाई सम्झेका छन् हे जनताले कहाँ भुल छन् काम गर्नेलाई सम्झेका ए छन् जनताले कहाँ भुल्छन् काम गर्नेलाई सम्झेका छन् देउल र मुगुरा तालपाटन झरना गुफा ए देउल र मुगुरा तालपाटन झरना गुफा डाँडा काँडा महारेट पण्डा मठ मन्दिर गाइने ए डाँडा काँडामा रेट पाण्डा मठ मन्दिर काइन ए डाँडा काँडा महारेट पण्डा मठ मन्दिर गाइने ओए सही हो ए संरक्षण गर्नलाई जिल्लाका पर्यटन स्थल ए संरक्षण गर्नलाई जिल्लाका पर्यटन स्थल ए फेरि महेन्द्र साई सब मिली संसदमा पुर्याउँ हे फेरि महेन्द्र साई सब मिली संसदमा पुर्याउँ ए फेरि महेन्द्र साई सब मिली संसदमा पुर्याउँ हे
बाक्लो गर्न कालीकोट महेन्द्र चाहिन्छ बजेट बाल्को गर्न कालीकोट महेन्द्र चाहिन्छन् यो छक्की पनि तारा कि रहेछ भाउ जति मन बाँकी रहेछ सही हो जिन्दाबाद बाँकी काम सिद्ध्याउन सम्भव नै महेन्द्र बिना बाँकी काम सिद्ध्याउन सम्भव नै महेन्द्र बिना जरुरी छ ल्याउन सब मिली महेन्द्र साईलाई जरुरी छ ल्याउन सब मिली महेन्द्र साईलाई जरुरी छ ल्याउन सब मिली महेन्द्र साईलाई महेन्द्रका पाला यो सबै जति भयो महेन्द्रका पाला यो सबै जति भयो विजयका माला यसपटक पहिराउनु पर्छ विजयको माला यसपटक भइरहनु पर्छ विजयका माला यसपटक पहिराउनु पर्छ विजयको माला यसपटक भइरहनै पर्छ विजयका माला यसपटक पहिराउनु पर्छ विजयको माला यसपटक भइरहनै पर्छ विजयका माला यसपटक पहिराउनु पर्छ सबैलाई नमस्कार आज हामीले यो चुनावी गीत गाएका छौँ अनि सबैलाई जताततै देशभरि चुनावको माहौल चलिरहँदा हामीले एक असाध्यै मिठो भाका हाम्रो गणेश कडारा भाइको लयमा भएको गीतलाई हामीले त्यो भाकालाई छोपेर आज चाहिँ चुनावी गीत बनाएका छौँ कृपया गणेश भाइलाई पनि हृदयदेखि सम्मान गर्दै गणेश भाइको लय जस्तै हामीले न्याय त नदिए होला तर गाउने कोसिस गरेका छौँ माफी चाहन्छौँ सबैले तारामा भोट हालिदिनु होला धन्यवाद